फाइनली होइन अहिले चाहिँ 12 बजिसकेको छ है। आजदेखि चाहिँ फेरि पनि नयाँ ड्युटी नै सुरु, जुन 3 to 12। अनि अहिले चाहिँ 12 कति बज्यो पनि 12:13 भइदियो। 12:13 भइसकेको छ। अनि क्लोज गरेर चाहिँ हामी अब रुमतर्फ जाँदैछौँ। यस्तै हो अब। मौसम चाहिँ अघि भर्खर पानी परेर एकदम अलिकति हुन्छ नि फ्रेस भइरहेछ बाटो भिजेर। बाई बाई। यानी कि आपके लिए कॉपीलाई मायने रखते हैं। बिरेनु नुहाउँछ म त यहाँ त अन्त बिरेनु त्यही हो। अब गलिएर भुटकुट भइरहेछ हो। आज चाहिँ हातमा चोट पनि लाग्यो, हात पनि डढ्यो। आजलाई चाहिँ मेरो चाहिँ आजको दिन चाहिँ ब्याड लक है। आज दिन चाहिँ एकदम ब्याड लक मेरो लागि, कालो दिन। हँसायो पछाडि हेर तिम्रो बच्चा आइरहेछ। बिल्लीको बच्चा ल्या कम हियर। ओइ हेर्न सक्नुहुन्छ है। कान्छी रहेछ। बाई बाई। तपाईँ म्याउ गर्नु हो नि त, त्यही भएर होला। यो अस्तिकै होइन हो नि, अस्तिकै। यता चाहिँ कुकुरहरू चाहिँ पाइँदैन, बिल्लीहरू मात्रै पाइन्छ है। छिटो बिल्लीहरू मात्रै पाउँछ। यो के हो यो? कछुवा जस्तो छ त। हामीसँगै पछ्याउँदैछ है। कति राम्रो छ नि। हेलो त्यही हो। खाना चाहिँ मैले कति 10 बजीतिर खाएको थिएँ होला। मान्छे त्यो बिल्लीको बच्चाले पछि लाग्यो भनेर त्यहाँनिर हुनुहुन्छ। अनि हाम्रो कपिला पनि चाहिँ यहाँ चाहिँ के हेरेको बुनु? दिनभरि एक ड्युटी हुँदा मोबाइल हेर्न नपाएको, छुट्टी हुने बित्तिकै वर्षा म्यामले अस्ति पुरा लाने भन्दै थियो घर। लगेर जाउँ न, जाउँ लगेर। दुध खाँदैन, अहिले भात खान्छ। ल्या हो हेलो आमै सोचिसकेको छ। ल्या के हो, तपाईँलाई साह्रै मन परायो त यसले त। हामी जस्तो देखेँ। वर्षा म्यामले अस्ति नै समातेर लान्छु भन्दै थियो रुम। त्यतिखेर क्या अरे भागो। यो ए घरको होइन हो, यो जङ्गलतिर बस्छ। अस्ति पनि यता जङ्गलतिरै छिरेको थियो। हामी चाहिँ रुम आइपुग्न लाग्यो हो। यो अझै पछ्याउँदै छ, पछ्याउँदै आउँदैछ। अब उता घरतिर भए त अब पाल्दा हुन्थ्यो, पाल्ने खालको त्यो एकदम राम्रो छ। त्यो लोकल पनि होइन क्या, त्यो हुन्छ नि क्युट टाइपको। हो यहीँ आएपछि यो जहिले हराउँथ्यो। यता छिर्थ्यो। आजले म्यामलाई मन पराएछ। यो चाहिँ हाम्रो मेहमान हो है आजको। आज हाम्रो रुम जाने रहेछ यो।
ल्या ऊ छिटो आउनु भन्दैछ त्यसले छोड्दैन हौ तपाईँलाई आउनु छिटो ऊ पर्खिँदै हेर्दैछ त्यही अन्त अब यतातिर खासै त्यो हुन्छ नि पेटहरूलाई पेट लभरहरू हुन्न क्या यता यत्तिकै यिनीहरू जङ्गलतिर हुर्किरहेको हुन्छ त्यो जस मान्छेहरूले पाल्ने सोखले लिएर आउँछ नि त्यसपछि अनि घरमा अब कोही न कोही त हुन्छ नि त होइन एउटा अब मन नपराउने अनि अब त्यही भएर अनि होइन नि भाग्यो त्यसले तपाईँलाई साह्रै माया गर्यो ल्या जम त खतरा हान्यो ले खानेकुरा दिनु अब यता ल्या लु माया गर्ने मान्छे भेटा छाउरी रहेछ आज म्यामसँगै जाने भएछ जाम छिटो भन्दैछ लु भोक लागिरहेछ ले झुन्डेला नाकमा ए चाहिँ आज पुरा लु बस्यो यसले चाहिँ अझैसम्म हाम्रो साथ छोडेन है हामीसँगै जाने रहेछ आज यसको भोक लागिरहेछ होला यसलाई सो हामी चाहिँ अब रुम पनि आइपुग्न लाग्यो हो अनि अघि नै आइपुग्ने हामी चाहिँ तर यसले अझै यसले पछाएर यसले पर्छाएर चाहिँ हाम्रो ढिलो भएको त अघि नै गइसक्ने हो हामी चाहिँ ल उसले त पुरा हामी सँगसँगै हिँड्छ अगाडि अगाडि बोल्नु खुसी भएर डन भनेर ल हिँड कहाँ हिँड्छ हिँड्छु पाहुना खान जाने हाम्रोमा ल अनि भोलि फेरि बिहान आउँदा ल्याइदिनु पर्ने अक्षरलाई अक्षर ए ल जिस्किन्छ हो यो तले जिस्किन्छ हो पुरा ल अक्छ हो त्यहाँ ओइ ले 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 खतरा छिटो रहेछ त यो त यो चाहिँ हाम्रो पछाडि पछाडि आएर भोक लागिरहेको रहेछ बटर चिकन र खाना दिएको बटर चिकन त खानु लाग्यो भोक लागिरहेको छ खाएको के फ्रिजमा राख अहिले चाहिँ हामी रुम पनि आइपुग्यौँ है अब मेरो ब्लग चाहिँ अब ब्लग भन्नु कि भिडियो भन्नु होइन यो चाहिँ आज चाहिँ इन्ड भयो यति नै त्यो सबैजनालाई बाई टेक केयर आफ्नो ख्याल गर्नु होला अब यस्तै चाहिँ परदेशी जीवन भन्नु या जानी दुःख पाउन आएको भन्नु सबै